ओमनमा सम्पन्न टी20 वर्ल्ड कप इस्ट एसिया प्यासिफिक छनौट अन्तर्गतको खेलमा नेपालले जापानलाई पराजित गर्दै उत्कृष्ट जित हासिल गरेको छ। कुशलले 21 बलमा 3 चौकासहित 21 रन जोडेका थिए भने आसिफ शेखले 21 बलमा 4 छक्का र 1 चौकासहित 38 रन बनाएका थिए। त्यसै गरी कप्तान रोहित कुमार पौडेलले 18 र सन्दीप जोहरा 5 र कुशल मल्ल 4 रनमा आउट भएका थिए भने गुन्सलले 20 बलमा 2 छक्का र 1 चौकाको साथमा नट आउट 28 रन जोडेका थिए भने दिपेन्द्र सिंह अरीले 14 बलमा नट आउट 14 रन बनाएका थिए। नेपाल र जापान यसअघि नै सुपर 6मा पुगिसकेका थिए। जापानले हराएसँगै नेपालले 2 अङ्कका साथ सुपर 6को सुरुवात गर्नेछ। सुपर 6मा नेपालले जापान बाहेक 4 टोलीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आइतबार युएसँग खेल्दैछ भने सुपर 6को सुरुवात गर्नेछ। युए र कतारले सुपर 6मा पुगिसकेका छन्। सुपर 6को शीर्ष 3 पर्ने टोली अर्को वर्ष हुने भारतमा श्रीलङ्का र हुने आइसिसी टी20 विश्वकपलाई छनौट हुनेछ। यस्तै भिडियो हेर्न सुन्नका लागि कृपया हाम्रो यस युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। जय क्रिकेट जय देश।